बागलुङ जिल्लाको अत्यन्त पवित्र स्थल बागलुङ पञ्चकोट धाममा हामी यतिखेर आइसकेका छौँ। बिहानको ठिक यतिखेर 9:30 र यो बागलुङको माथि पञ्चकोट ठाउँबाट देखिएको धौलागिरी हिम श्रृङ्खलाहरू भर्खरै मात्र पानी परेको हुनाले पुरा क्लियर देख्न पाइएन। बागलुङ पञ्चकोट स्थित रहेको गरुडमा सवार र पृष्ठभूमिमा धौलागिरी, नीलगिरी र अन्नपूर्ण, अनि यहाँ साथमा हुनुहुन्छ तिरन्जी र मदन शर्मा आचार्य र तल देखिँदै गरेको बागलुङ बजार र अब यो मन्दिर परिसरमा जुन माथि देखिरहेको दृश्य छ र अलि पर जुन देखिरहेको साउन डाँडा छ त्यो चाहिँ म्याग्दी जिल्लामा पर्दछ र यो पारी चाहिँ पर्वत हो। बागलुङ पञ्चकोट स्थित अहिले हामी पञ्चकोटको सिरानमा आइसकेका छौँ। यहाँ हनुमानजीको मन्दिर पञ्चकोटमा र 5555 किलोको घन्टा 5555 किलो घन्टा अहिले जय श्री हनुमान पञ्चकोटको सिरानमा रहेको घन्टा यतिखेर। अनि यतिको पवित्र स्थल बागलुङ पञ्चकोटमा आज भ्रमण गर्न पाउँदा खुसी लागेको छ। प्रकृतिमा पनि परिवर्तन, प्रकृति नै हाँसिरहेको, खुसी भएको महात्माहरूको विचारहरूमा भगवान् कृपाबाट मात्रै यस्ता कार्यहरूको 1000वटा कलश रे 1000 कति 1008 कलश र यससँग मेरो जीले चाहिँ दान गर्ने कार्य गरिसक्नु भइसकेको छ। अब मदन शर्मा चाहिँ पालो छ, उहाँ परिवार सपरिवार दान गर्दै हुनुहुन्छ। र यति गरिसकेपछि चाहिँ हामी चाहिँ मन्दिरबाट फर्क्यौँ र बेलुका भइसकेको थियो र बुवाले यहाँ मै पार्दै हुनुहुन्छ। जिल्लाको सीमा स्थित श्री गोविन्द आचार्यजीको घरमा मै पार्ने काम भइरहेछ भन्नु पर्यो। घार र गुर्र मदानी